चैत्र महिनाको 9 गते हामी धरान 17 को लामो पुल मास्तिरको यो क्रसर एरियामा पाइप तान्नका लागि उपस्थित भएका छौं। सम्पूर्ण श्रमदाताजीहरूलाई हार्दिक स्वागत सम्मान गर्न चाहन्छु। यहाँहरु सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब धेरै कुरा छैन, साना कुराहरु छन् तर याद गर्नुपर्ने कुराहरु छन्। अब हामीले भीर पाखा विभिन्न खालका चाहिँ समस्या जोखिम भएको क्षेत्रहरूलाई पार गरेर शहरभित्र पसिसकेको अवस्था छ। त्यसो भएको कारणले गर्दाखेरि त्यत्रो ठूलो जोखिम हुने सेफ्टी ब्रिफिङ एकदम लामो दिनुपर्ने भन्ने आवश्यकता छैन। तथापि काम गर्दाखेरि जुनसुकै ठाउँमा पनि जोखिम हुने गर्छ। बाथरुम भित्र पनि जोखिम हुने गर्छ, किचनमा पनि जोखिम हुने गर्छ। बाथरुममा चिप्लेर लडिन्छ के, टाउको ठोकेर प्यारालाइज भएको घटना हामीले सुनेका छौं हैन। तालामाथि चढ्दा पनि जोखिम, तालाबाट झर्दा पनि जोखिम, स्कुटर कुदाउँदा पनि जोखिम, टेम्पो कुदाउँदा पनि जोखिम, हरेक कुरामा जोखिम छ। त्यसो भएको कारणले गर्दाखेरि आजको पाइप तनाइमा पनि पक्कै पनि केही जोखिमहरू हुन सक्छन्। त्यसले गर्दाखेरि त्यो जोखिम न्यूनीकरण गर्नका लागि, त्यो जोखिमबाट बच्नका लागि हामीले सेफ्टी ब्रिफिङ सुन्नुपर्छ। पाइप तान्ने हो हैन, एउटा पाइपमा 7 जना मात्रै मान्छे हामी बसौं। मैले भनेको कुरा याद गर्नु होला, एउटा पाइपमा 7 जना मात्रै मान्छे बसौं। आज हामीसँग प्रशस्त पाइप छ, अस्तिको हप्ता चाहिँ अलिकति सर्टेज छ। एउटा पाइपमा 7 जना मान्छे मात्रै बस्ने, छोरी मात्रै, छोरा मात्रै नबसेर छोरा र छोरी मिलेर गयो भने पावर ब्यालेन्स हुन्छ। पाइपको अगाडिको मान्छेले पाइपलाई ड्राइभ गर्छ, ड्राइभर हो त्यो। उसले यसो गरेर पाइपको थुतुनालाई उचालिन्छ, बाटो देखाउँछ। पछाडिको 6 जनाले तान्छ। उकालोमा तान्दाखेरि तेर्सोमा ताने जस्तो सजिलो हुँदैन, सरर जाँदैन। त्यसले गर्दाखेरि त्यहाँको अगुवाले, ड्राइभरले तान्यो भन्ने स्याट्ट तान्ने, तान्यो भन्ने स्याट्ट तान्ने। यो लान सकिँदैन उकालो। त्यो बल मिलेन भने पालो तान्यो भने अगाडिको एकछिन तान्ने, पछाडिकोले तान्ने गर्यो भने पाइप सर्दैन। त्यसले गर्दाखेरि पाइप तान्ने पनि तरिका हुँदो रहेछ। हामीले चाहिँ अब महारथै हासिल गरियो भनौँ न पाइप तान्नेमा हैन, पीएचडी गरियो। त्यो पीएचडी होल्डरको नाताले मैले यहाँलाई यो कुरा भनिरहेको छु। पाइप तान्दाखेरि तान्यो भन्ने स्याट्ट तान्ने, एकछिन सास फेर्ने, फेरि तान्यो स्याट्ट तान्ने। त्यो तान्नु नजानेर चाहिँ धेरै मान्छे गलेको पाइयो। कतिले चाहिँ काँधमा राखेर कुदाइराखेको देखियो। जोस चाहिँ पक्का चल्छ, बल पनि छ हैन, तर त्यो काँधमा राखेर माथिसम्म पुर्याउन सकिँदैन। स्ट्यामिना भन्छ हैन, 2 मिनेटमा काम सक्ने कुरा होइन, दिनभरि काम गर्नुपर्छ। त्यसले गर्दा काँधमा नराख्छ। ध्यान दिएर सुन्नु होला सबैले। सेफ्टी ब्रिफिङ हो। अलिकति पत्रकार साथीहरू अलिकति यता आउँदाखेरि हुन्छ होला, नजिकबाट खिच्दा मेरो डन्डीफोर मात्रै आउँछ हैन। भएको कुरा हिजो पनि भनेको हाँस्नु यताबाट सुन्नु, उता छेलिछेक भनेर। राम्रो सुन्नु है, राम्रो सुन्नु है। त्यसरी तान्नुपर्छ, बल मिलाएर तान्ने। अब यता मास्तिर जाँदाखेरि त्यस्तो खास भिड छैन, तैपनि अब कहीँ कतै यस्तो हुनसक्छ हैन, खोजहरू हुनसक्छ। यदि कोही कसैको पाइप त्यहाँनिर त्यसरी चाहिँ हैन अड्किराखेको अथवा जाम परिराखेको छ भने पुरानो श्रमदाताहरूले विशेष गरी छोरा मान्छेहरूले त्यो पाइपदेखि तलतिरको 2-4 पाइपको साथीहरूले गएर त्यो पाइपलाई उद्धार गर्ने। त्यसो गर्दा चाहिँ जाम भइराख्दैन। नत्र भने जाम भएर बसेको 1 घण्टा बसेको हुन्छ। पाइप चलिराख्नुपर्छ, बिस्तारै चलिराख्नु। अघि मैले के भन्दै थिएँ भन्दाखेरि काँधमा लगाएर हिँडाको देखियो। काँधमा लगाउँदा चाहिँ अब यत्रो धेरै भिड छ, काँधमा लगाएर हिँडाउँदाखेरि त्यो भिडको कोही मान्छेको टाउकोमा लाग्छ क्या। पहिला लागेको छ 2-4 ठाउँमा, फुट्नु चाहिँ फुटेन तर सुन्यो कि हैन। टाउकोमा कसैको लाग्यो भने यत्रो सुनेर घर जाँदा राम्रो देखिन्छ है। विवाहित पुरुष आएको छ भने बुढीले यसो हेर्दा राम्रो देखिँदैन। श्रीमती आउनु भएको छ भने हैन, स्त्री महिला आउनु भएको छ भने श्रीमानले राम्रो भन्नु पर्छ है।
चोटपटक लाग्नु भएन मेरो मतलब। त्यसले गर्दाखेरि पाइप काँधमा बोक्ने होइन, कसैले पनि काम नगरौँ, पाइपलाई चाहिँ डोरीले बाँधेर घिसार्दै लाने। भुइँमा घिसार्दा चाहिँ चोट लाग्दैन, नत्र 4-5 जना मान्छेलाई टाउकोमा लागेको छ हाम्रो यो पाइप ल्याउनेको। यो कुरा पनि याद गर्नु। पाइप तान्ने काम हाम्रो मूलभूत काम हो, सबभन्दा मेन काम नै पाइप तान्ने काम हो। पाइप तान्नको लागि यहाँ आएको, तर कति मान्छेले चाहिँ पाइप तान्नको लागि असहज लुगा लगाएर आउनुभएको छ होइन भने फरिया लगाएर आउनुभएको दिदीबहिनीले चाहिँ पानी बोकिदिनु होला। पाइप तान्नेहरूको लागि पानी बोकिदिनु होला। पानी बोक्नु पनि श्रमदान नै हो होइन। यहाँ पानी छ, कार्टुन कता छ, साथीहरूले चाहिँ अहिले भन्नुहुन्छ त्यहाँबाट चाहिँ एक कार्टुन यसो त्यहाँदेखि होइन सल लिएको छ भने कुम्लो जस्तो बनाएर यसो मासतिर लानुभयो र माथि तिर्खाइराखेको श्रमदातालाई पानी खुवाउनु भयो भने त्यो पनि ठुलो। त्यस्तो ठुलो जोखिम केही पनि छैन, तैपनि हामी झोर जङ्गलमा गइराखेका छौँ होइन। सानोतिनो होइन यसो चाहिँ छालाहरू पिल्सिने, काँडाले घोज्ने खालको कुराहरू भयो भने हामीसँग फर्स्ट एड किट छ। यहाँनिर चाहिँ हाम्रो के अरे साथीहरू बसिराख्नु भएको छ 1-2 जना, उहाँहरूलाई हामीले सम्पर्क गर्न सक्छौँ। सम्पर्क गर्दा चाहिँ कसरी गर्ने त, उहाँको सम्पर्क नम्बर त छैन भन्दा हाम्रो अगुवाई गर्ने साथीहरूलाई मैले यो दिएको हुन्छु विशेष गरी होइन। यस्तो बोक्ने मान्छे लिडर हो। अर्को कुरा चाहिँ यस्तो टी सर्ट लाउने लिडर हो। त यस्तो टी सर्ट फेरि सबैलाई दिएको छ होइन, सबै फेरि लिडर चाहिँ होइन होइन। अलिक हेर्दाखेरि अलिक छिप्पो देखिने खालको म जस्तो खालको चाहिँ लिडरै हो। त्यो छिप्पो देखिने म जस्तो खालको यो सेतो लगाएको छ भने उसलाई सोध्ने यस्तो भयो भनेर, ह्यान्डी प्लस कहाँ छ, सिटामोल कहाँ छ भनेर सोध्ने। उसले के गर्छ भन्दाखेरि हामीसँग रेडियो बोकेको साथीहरू पनि हुनुहुन्छ, रेडियोले बोल्छ साथीहरूसँग र त्यो मान्छे त्यहाँ आउँछ र उद्धार। यो चिज कुरालाई नबिर्सिनु होला, खास त्यस्तो केही पनि अरू छैन है। अब रहर लाग्यो, तपाईँहरू आउनुभयो पाइप तान्नको लागि, रहर त लाग्छ अब सबैले गर्दाखेरि चाहिँ यसो रहर पनि अनि रहर लागेर यहाँदेखि त्यहाँ माथि गयो, टिलमा पुगेपछि त उकालो रहेछ, हस्याङ खस्याङ भयो, ल सकिँदैन रहेछ। 4 जना मान्छे फर्क्यो, 3 जनालाई पाइप छोडिराख्नु पाएँ है। पाइपमा जाने मान्छे टुङ्गोमा पुग्नै पर्छ। पाइप बाटोमा छोडिदिने अनि लास्टमा गएर तपाईँको चाहिँ 2-4 जनाले हत्तु हरिबिजोग भएर बेलुका राति अँध्यारोसम्म पनि पाइप तानेको अनुभव छ हामीसँग। त्यसो भएको कारणले यहाँहरूले पाइपसँग गइसकेपछि पाइप पुर्याउनै पर्छ। केही थोरै मान्छेहरू हाम्रो किचनमा बस्नुहुन्छ है, धेरै जसो मान्छेहरू हामी पाइप तान्नमै जान्छौँ। यहाँहरू सम्पूर्णलाई यो मैले भनेको कुराहरू चाहिँ सेफ्टी ब्रिफिङ अन्तर्गत थियो, हाम्रो सुरक्षाको लागि थियो। खास त्यस्तो ठुलो कुरा केही पनि छैन। यहाँहरूलाई त्यो भन्न चाहन्छु। माथि पाइप तान्दै लाँदाखेरि डोरीमा पक्रेकै गर्ने, डोरी कसरी बाँध्ने भन्ने पुरानो श्रमदाताहरूलाई मात्रै थाहा छ, नत्र फेरि फुस्किन्छ। पाइप सुल्काइ पठाउन पाइँदैन, पाइप सुल्क्यो भने तलतिर आउँदै गरेको मान्छेले लाग्न सक्छ। उकालोमा जाने हो, ढुङ्गाहरू हुन सक्छ, त्यो ढुङ्गा पनि कहाँ टेक्दैछु भन्ने हुनुपर्छ, फुटबल रहेछ भनेर लात्ताले हानी पठाउनु हुँदैन है। भन्नुको मतलब ढुङ्गा चाहिँ हामीले लडाउनु भएन, ढुङ्गा लड्यो भने तलबाट आउँदै गरेको मान्छेको टाउकोमा लाग्छ दुर्घटना। त्यसले गर्दा पाइप सुल्काउँदैनौँ।